नमस्ते सबैजनालाई दर्शन अनि नमस्ते नमस्कार। म चाहिँ जानकारी दिनको लागि म एउटा भिडियो बनाउँदैछु, सबैजनाले सुनिदिनु होला। केही महिना पहिल्यै मैले एउटा गीत रेकर्डिङ गरेर त्यसको अडियो निकालेर अडियो भए पनि मैले आफ्नो युट्युबमा राखेको थिएँ र मैले आफ्नो गीतलाई आफ्नो आवाजलाई मर्न दिनुहुन्न। मैले अडियो बनाए पनि सुन्नको लागि भए पनि मैले राख्नुपर्छ भनेर मैले एउटा आफ्नो च्यानल बनाएर राखेको थिएँ। तर एउटा मेरो जिन्दगीमा यस्तो व्यक्ति थियो जसले आवाज दिएको थियो, त्यही आवाजको मान्छेले मेरो जिन्दगीलाई नर्क बनाइदिएको छ र मैले त्यो गीत डिलिट गर्न बाध्य भएँ। जब मैले अपलोड गरेको थिएँ तब पनि त्यसले धेरै विवाद गरेर मलाई नराम्रो बनाएर मेरो नराम्रो उसो गर्न चाह्यो, अझै पनि गर्दैछ। तर त्यही भएर मैले यो गीतलाई डिलिट हान्न बाध्य भएँ। त्यही कारणले तपाईहरुलाई क्षमा माग्दै यो भिडियो बनाएर मैले सार्वजनिक गरेको छु र मैले एक्लै आफ्नो उसलाई गर्न सकेछु भने आफूले खर्च गरेर अगर भगवानको मर्जी रहेछ भने मैले आगे जिन्दगीमा मैले आफ्नो आवाज बाहिर निकाल्न सकेछु भने तपाईहरुलाई फेरि ल्याएर मैले यही च्यानलमा हाल्नेछु। नत्र भने मेरो जिन्दगी सायद अब जति नै मनमा टेन्सन ल्याउँदिन भन्दा पनि कहीँ न कहीँबाट घुमे फिरेर फेरि मलाई टेन्सन दिन्छ, मलाई एकदमै ब्ल्याकमेल गरेको जस्तो गर्छ। त्यही भएर मैले यो भिडियो बनाउन बाध्यता भएको छु। हेरेर माया गरिदिनु होला, कमेन्ट गर्नु होला, त्यसलाई के गर्न चाहियो, त्यो मान्छेलाई मैले के गर्न पर्छ मलाई सबैजनाले जानकारी दिनु होला। मैले अहिले त्यसको नाम खुलाउन चाहन्न, परिआएमा मैले नाम पनि खुलाएर त्यसलाई मैले बाहिर निकाल्ने छु भन्न चाहन्छु। धन्यवाद।